जसका काला करतुतहरू सर्वोच्च अदालतमा सिंहदरबारमा थन्किएर बसेका थिए ती सबै जलिने। ती अपराधीहरूले सेलिब्रेट गरे होला। ती कलिला अब कसैको खुट्टा छैन, कसैको के छैन, कसैको काख काटिएको छ, कता रुवाबासी छ। यही हो त अभिभावक भनेको, यही हो सरकार। यस्तो हुँदा पनि उहाँहरूलाई आत्मग्लानि छैन। अझै पनि उहाँहरू राजनीतिकै कुरा गर्नुहुन्छ, अझै पनि पदकै कुरा गर्नुहुन्छ। देश ट्र्याकभन्दा बाहिर गइसक्यो। जेनजीले गरेको चाहिँ क्रान्ति, जेनजीले सडकबाट फालिएको सरकारदेखि संविधानदेखि त्यो चाहिँ संसददेखि सबै कुरामा आजको सरकारमा जेनजीको प्रतिनिधित्व छैन। यो चुनावको मान्य हुँदैन। प्रधानमन्त्री बन्नै सुहाउँदैन चाहिँ तपाईँ प्रधान न्यायाधीश भावनाले यो संविधानले तपाईँलाई रोक्छ भन्ने प्रधानमन्त्रीले गराएको चुनाव भोलि चाहिँ मान्दै, हारेपछि त मान्दैन नि। यो 3 दलले जिते भने मान्छन्, हार्यो भने उहाँ चाहिँ लिगल्ली उहाँसँग त्यो राइट छैन भनिदिन्छ। सिधै त अब यहाँ जे पनि बोल्छ कि यिनीहरू नैतिक